ल साथी हो हामी बाटो लाग्यौँ हाम्रो फोटो खिच्ने फेरि हिरो छ हाम्रो हिरो दाइ हिरो खोलाको किनारामा बसेर तिमीलाई सम्झिरहेछु तिमी कहाँ छौ प्रिय तिम्रो लागि हरेक दिन सम्झिन्छु हरेक रात सम्झिन्छु तिमी नै तिमी छौ यो मनमा आँखा चिम्लिँदा तिमीलाई सम्झिन्छु आँखा बन्द गर्दा तिमीलाई सम्झिन्छु अहिले हामी जाँदैछौँ टक्क हो यहाँ एउटा ढेँडो यहाँ अर्को बाँदर त्यहाँ एउटा ढेँडो र बाँदरको सङ्गतमा आफू पनि के भइयो आउ यस्तो भित्ताहरू त कहिले काहीँ मात्रै देखिन्थ्यो होला नि होइन हाम्रो सोलुखुम्बुमा आयो भने चाहिँ फेरि जतासुकै भित्तै मात्र यताहरू भित्ता उताहरू भित्ता के गाडी हो यति हिँड्दा पनि गाडी छिटो हुन्छ नि त छिटो आजभोलिको केटाकेटीहरूलाई खालि गाडी छिटोको कुरा काहीँ नभएको तिम्रो काम गएर फेसबुक चलाउने काम हो क्या उसको मलाई थाहा छ नि हरियो वन नेपालको धन सधैँ तिम्रै मन अरे यार कोहीले यस्तो बोर्डमा फोटो खिच्छ थोरै नगरपालिकाको काम गर्न आएको हामी हो सरसफाइ अभियान कर्ता हौँ कसैको घरमा फोहोर मैला छ भने यो बहिनीलाई उठाउनु बोलाइहाल्नु है उठाउनु होला अनि त्यसको साथसाथै मलाई महिनावारी चलाउनु दिनु होला म काम कुनै सानो ठुलो भन्दिनँ लु यतिको सस्तो मस्तोमा काम कसैकोमा भएमा हजुरहरूले यहाँ सम्पर्क गर्न सक्नुहुनेछ अहिले हामी जाँदैछौँ यता हेर्नु चौला खर्का यता हेर हाम्रो भित्ता यो भित्ता रामेछाप पर्दछ मान्छे जति सबै बसेर गए भित्ता रहे अब यो रुख पहिले नै जङ्गबहादुर राणाले यहाँ यस्तो जङ्गली मान्छे छन् कि गाइज यो मान्छे यस्तो भिरपाखा चढेर उसलाई फोटो खिच्नु पर्छ होइन अनि रुख एउटा रुख पायो भने त्यसलाई नि 3 घन्टा हेरेर त्यसको वर्णन गरेर के भनेको यो जङ्गबहादुर राणाले पहिला घाँस काटेको रुख हो के सम्झेको लामो समयपछि मेरो भ्लग आउँदैछ हजुरहरूको निम्ति सबैले माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला यस्तै छ हाम्रो जिन्दगी अल्लाहले भनेर हिँडेको छ न बाइक छ न गाडी छ जिन्दगीमा के प्रगति गर्नु सकिएन एउटा फोन तेर्साएर हिँड्नु पारेको छ आजभोलि त फेरि जो पनि युट्युबे अरू कुरा त्यस्तै हो जिन्दगीमा यतिको फोटो खिच्ने मिल्ने साथी भयो भने चाहिँ अरू केही भएन क्या भित्ता हेर्नु न अम्बो क्या डेन्जर छ है भित्ता एउटा लड्यो भने के हुन्छ यार जाने क्रममा हजुरहरूले यहाँ देख्नु सक्नुहुनेछ यहाँ ठुलो जङ्गल छ ठुलो जङ्गल यहाँनिर त बाघ भालु चितुवा साथी सबै पाइँदो रहेछ ढेँडो र बाँदर पनि यहाँनिर सँगसँगै हिँडिरहेको छ जङ्गली जनावरको यहाँ कमी छैन मेन त उहाँ हुनुहुन्छ जङ्गली जनावरको मेन म मान्छे हो लिडर मान्छे हो चिन्दैन तर हुन त हो जनावरले त मान्छेलाई पनि जनावर देख्छ हो गजलुती ठुला ठुला खा पिर बनी बसे यो दिलैमा सानो नानो के पो दाइ थाहा भएन हौ वाउ दिस इज अस्ट्रेलिया यो त लन्डनको वे ब्रिज होइन र केटा हो अम्बोलु वाउ वाह म यहाँबाट कुद्छु तिमी सरी गर ल वा कुदेर पर पुग्छु त्यस्तो फोटो खिच्नलाई ब्याट्री छैन नाटक नपार्नु स्वर्ग हेर्ने हो स्वर्ग केटा हो आमा स्वर्ग वाउ खोला अब ढेँडो मेरो चाहिँ फोटो खिचेन यो अङ्कलले मेरो फोटो यो आन्टी म पनि खिच्छु नि आन्टी जाऊ न छेउमा बस जाऊ जाऊ छिटो यो आन्टी मलाई मनपर्छ नि यता आउनु बस्नु न यहाँ